22 वर्षकी युवतीले भाउ बिनाको सन्तान जन्माएकी छिन्। दर्शकबिन यो घटना हो मोरङको उलाबारी 1 लक्ष्मीझारको। 22 वर्षकी रक्षा जोगी एक नाम। सवाल उठ्छ, कसले गर्यो यस्तो घिनलाग्दो काम? किन रक्षा जस्तो अशक्त युवतीलाई पनि छाडेनन्? 22 वर्षकी रक्षा जोगी न त बोल्न सक्छिन्, न त सुन्न सक्छिन्, न त मान्छे नै राम्रोसँग चिन्न सक्छिन्। उनी सुस्त मनस्थितिकी छिन्। यो कथा कुनै काल्पनिक होइन। उनी अहिले एउटा नवजात शिशुलाई अङ्ग लिइरहेकी छिन्। जुन बालकको बाउको हो त्यो अहिलेसम्म रहस्य नै बनेको छ। यस्तो अवस्थामा पनि न्याय र सुरक्षाको सपना देख्ने के अधिकार छ त रक्षा जस्तो अशक्त युवतीलाई? जब न्याय दिने समाज नै मैन बस्छ तब पीडा कहिले चिच्याउँदैन, मात्रै आँसुले बगेर बोल्ने गर्दछ। घरमा खाना छैन, पेटमा बच्चा हुर्किरहेको बेला पनि उनी भोकै थिइन् र आज सुत्केरी हुँदा पनि उनी भोकै छिन्। उनको आँखा भोकले तर्सिएको छ। दुब्लो शरीर, ओठ सुक्खा, मुटुमा पीडा, तर पनि शिशु च्यापेर बसेकी छिन्। हामीले केही खाद्यान्न र कपडा लिएर पुगेका थियौँ, तर त्यो भन्दा पनि मनमा धेरै कुराहरू खेलिरहेको थियो, किनकि त्यो घरमा न त खुसी थियो, न त उज्यालो नै, न त भविष्यको कुनै रङ्ग नै थियो। यस्तो एउटा सुस्त मनस्थितिकी बालिकालाई सम्म नछाड्ने अपराधीलाई तपाईँ के भन्नुहुन्छ? तपाईँको विचार स्वतन्त्र रूपमा कमेन्ट बक्समा राख्न सक्नुहुन्छ। ल ल ल मजाले खानु ल कुखुरा।